Let's go for Albatross band concert. हेलो अनि गुड मर्निङ शुभ बिहानी साथीहरू। शुभ बिहानी किन भन्नु होला, 5 गतेको कन्सर्टलाई हामी 8 गते पोस्ट गर्दैछौँ। त्यही भएर हामी गाडी चार्ज लगाउँदै थियौँ। बत्तीले साथ दिइराखेको थिएन किनभने गाडीमा चार्ज पनि थिएन। त्यही पनि हामी फर्केर घर आयौँ अनि घर आएर सह फ्यामिली नै हामी कन्सर्टको लागि गयौँ। अल्बाट्रस ब्यान्डको लागि म, मेरो श्रीमान र मेरो 2टा छोराहरू जिम्सी अनि प्रशान्तले चाहिँ भन्दै थियो मलाई गीतहरू केही पनि आउँदैन, म प्र्याक्टिस गर्छु भनेर गाडीमा गीत बजाएर है। अनि ऊ चाहिँ प्र्याक्टिस गरिराखेको थियो तिमी भनेर होइन। अनि यहाँनिर हेर्नु चाहिँ साथीहरू, छेत्रीको छोरालाई बङ्गुरको मासु चाहिँ अति मनपर्ने। अनि खाँदै ड्राइभ गर्दै गरिराख्नु भएको थियो। म चाहिँ जिस्काइराखेको थिएँ सुँगुरको मासुमा पल्केको भनेर है। अनि हामी गाडी चार्ज नभएपछि नेपालगञ्जमा हामी गाडी चार्ज लगायौँ। त्यहाँनिर चाहिँ हामी अति बोर भइराखेका थियौँ। अनि हामी आमा छोरा भन्दै थियौँ कि ढिला भइसक्यो भनेर। अनि सो फाइनली गाइज लामो समयको प्रतीक्षापछि चाहिँ हामी कन्सर्टसम्म पुग्यौँ। अनि त्यसपछि त्यहाँ गएर हामीले टिकट काउन्टरमा गएर इन्ट्री गऱ्यौँ, ब्यान्डहरू लियौँ अनि हामी भित्र इन्ट्री गऱ्यौँ। भित्रको इन्ट्री चाहिँ मैले राख्न बिर्सेँ। त्यसपछि हामी त्यहाँनिर भित्र जाँदा चाहिँ पहेँलो बत्ती मुनि भन्ने ब्यान्डको कन्सर्ट चलिराखेको थियो। गीतहरू राम्रो थियो, हामीले इन्जोय गरिराखेका थियौँ। सो अब पालो अल्बाट्रस ब्यान्डको उहाँहरूको इन्ट्री भयो र उहाँले विभिन्न गीतहरू गाउनुभयो। कति गीतहरू चाहिँ हामीले बुझ्यौँ, कति गीतहरू बुझेनौँ, तर पनि हामीले धेरै इन्जोय गऱ्यौँ। त्यहाँ चाहिँ धेरै मानिसहरू आउनुभएको थियो, न्यू इयर सेलिब्रेट गर्दै हुनुहुन्थ्यो र हामी पनि त्यहाँनिर इन्जोय गरिराखेका थियौँ। अनि अल्बाट्रस ब्यान्डको गीतहरूलाई अब गीत सुनौँ है त सबै मिलेर। हामीले त्यो दिन चाहिँ यसरी इन्जोय गऱ्यौँ, यसरी न्यू इयर सेलिब्रेट गऱ्यौँ। अनि त्यो दिन जेम्सको बर्थडे पनि परेको थियो र हामीले यसरी बर्थडे सेलिब्रेट गऱ्यौँ। सो साथीहरू, तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस् र हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस्। ओके, बाई बाई, टाटा, ह्याभ अ गुड डे।